हेलो गाइस, वेलकम टू माई खिम ब्लग मा स्वागत छ। भिडियो हेरेर लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला। आज चाहिँ हामीले काउली काटेर बजार पठाउँदै छौं। यसरी हल्का पानी हुन्छ, त्यही भएर यसरी काटेर घोप्टी पारेर राख्नुपर्छ। काउलीलाई सुकेपछि सार्ने। हेर्न सक्नुहुन्छ काउली कस्तो लाग्यो। काउली यस्तो दामी छ काउली। यहाँ फुल्दैछ, अरू यस्तो छ। यहाँनिर बोटमा यस्तो राम्रो देखिन्छ, च्वाक देखिन्छ त काउली। यो चाहिँ काउली बारी हो, काउली बारी। यो चाहिँ टमाटर हो। टमाटर चाहिँ सुकिसक्यो, हल्का मात्रै छ फल। हेर्न सक्नुहुन्छ, यो चाहिँ ट्र्याक्टर हो, हाम्रो पुरानो ट्र्याक्टर। यो चाहिँ पुरानो ट्र्याक्टर इंजिनवाला हो। यस्तो छ, पेट्रोल खान्छ यसले चाहिँ। यहाँ चाहिँ काटेर सिद्धिसक्यो। यहाँ मुनिसम्म छ हाम्रो खेत काउली। ए हाम्रो कान्छा भाइले चाहिँ काउलीको डोका यसरी बोकेर जाँदैछ। मम्मी पनि हुनुहुन्छ, मम्मीले डोका भरिदिनुहुन्छ। हेर्न सक्नुहुन्छ, वही पारीसम्म छ काउली। हाम्रो ड्याड पनि आउनुभयो, ड्याडले बोक्दै हुनुहुन्छ, मम्मीले हाल्दै हुनुहुन्छ। काटेर थुपारेको काउली ठुलो छ, 2 किलो। फाइनल्ली काउली लिएर यसरी थुपारिसक्यौँ। हेर्न सक्नुहुन्छ, टमाटर डोकोमा छ। अनि यता साइडमा पनि थुपारेको छ, ग्रेडिङ गर्न सजिलोको लागि। काउली भएर सकियो। यता टमाटर छ, यतामाथि टमाटर बसिरहेको छ। टमाटर लाग्ने यहाँ चाहिँ गुरुले गाडी बगाल्दै